कुलमान घिसिङलाई झड्का लाग्यो, नेपाली जनतालाई झड्का लाग्यो होइन? यो फैसला नेपाली जनताको पक्षमा भयो। अब यही कुरो केपी ओलीले कुलमानलाई त्यो प्राधिकरणको निर्देशकबाट फुत हटाउँदाखेरि कुलमानले ऋण दिएका हुन् कि होइनन्? कुलमानले ऋण दिँदाखेरि चाहिँ त्यो सर्वोच्च अदालत भन्नेले चाहिँ कसको पक्षमा फैसला गर्यो? कुलमानको विपक्षमा फैसला गर्यो। तर कुलमान ऊर्जा मन्त्री भए अनि फेरि ठ्याक्कै त्यस्तै सिनारियो आयो, फिल्ममा जस्तै के हितेन्द्र देव साक्य अर्थात् उर्फ सालो केटोलाई चाहिँ ठ्याक्क त्यहाँबाट अझै हटाएको होइन, सरुवा गरे अर्को ठाउँमा सरुवा गरे, उनले रिट हाले। अहिले सर्वोच्चले कसको पक्षमा फैसला गर्यो? हितेन्द्र देव साक्यको पक्षमा फैसला गर्यो। अब यहाँनिर हामीले चाहिँ के बुझ्नु पर्यो? ल यत्तिकै ल छर्लङ्गै छ कि छैन? ल भन्नुहोस् त। ठ्याक्कै त्यस्तै केस। अब अर्थात् हामीले यसरी बुझौँ न, ठ्याक्कै यही ठाउँमा चाहिँ टाउको दुखाएको थियो, यही टाउको दुखाएको थियो, उति बेला दुखाएको थियो। दुईजना चाहिँ जुम्लिया बच्चालाई एउटालाई जाँदाखेरि डाक्टरले एउटा औषधि दियो, अर्कोलाई अर्कै औषधि दियो भने जस्तै भयो कि भएन? कुलमानले त्यही केसमा चाहिँ रिट हाल्दाखेरि कसको पक्षमा? सरकारको पक्षमा, मन्त्रीको पक्षमा फैसला भयो। तर सालो केटोले रिट हाल्दा कसको पक्षमा भन्दाखेरि सालो केटाकै पक्षमा फैसला भयो भने जस्तै। अब के गर्ने? किन भन्दाखेरि सरकार सत्ता, कर्मचारी तन्त्र, अदालत, न्यायाधीश नियुक्ति, यो प्रथा यही कुरा हो कि होइन? यसैलाई परिवर्तन गर्नु छ। त्यसकारणले गर्दाखेरि जुन समाचारहरूले लेखेका छन् कुलमानलाई झड्का होइन, कुलमानलाई केही पनि झड्का लागेको छैन। झड्का लागेको छ नेपाली जनतालाई लागेको छ, किनकि यो फैसला हाम्रो विपक्षमा भएको। यो कुरा त एकदम ठोक्वा गरेर भन्छु म। ठिक छ, सर्वोच्च अदालतको अथवा अदालतको चाहिँ मानहानि गर्नु हुँदैन। तर अदालतले पनि त जनताको मानहानि गर्न हुँदैन। अदालत ठुलो कि जनता ठुलो भन्दा जनता ठुलो होला नि त। अदालत ठुलो हो होइन, जनता ठुलो, सार्वभौम सत्ता ठुलो। अब यहाँनिर फैसला गर्ने के देउताले फैसला गरे हो? होइन, मान्छे हो कि होइन? हो। त्यहाँ फैसला गर्ने मान्छे कसका मान्छे हुन्, कुन पार्टीका मान्छे हुन् भन्नेबाट भर पर्छ कि पर्दैन? त्यस कारणले गर्दाखेरि कुलमानले गर्न खोजेको राम्रै हो। अब हेर्दा नराम्रो भयो अनि केही झड्का लागेको छैन। अब यहाँनिर चाहिँ हर्क साम्पाङ भन्ने एकजना व्यक्ति छन्, यिनी चाहिँ खुसी हुन्छन्। यिनी चाहिँ घरि म जस्तो राम्रो मान्छे कोही छैन भन्छन्, घरि चाहिँ फेरि कुलमानले पार्टी खोल्यो भनेर डराउँछन् होइन? अब कुलमानले नि